यो 2026 चाहिँ बालेन शाहको कहिलेदेखिको स्टार्ट हुन्छ भन्दाखेरि फेब्रुअरी 5 देखिको। कहिलेदेखिको अरे? फेब्रुअरी 5 देखिको उता हुन्छ। नसोचेको हुन्छ। के हुन्छ? नसोचेको, तर के राम्रो, कसको भन्ने होइन, तर बालेन शाहको तुलनामा उसले तपाईँको जति आइडियाहरू सपनाहरू बोकेको हुन्छ त्यसलाई कम्प्लिट गर्ने चाहिँ अलिकति के हुन्छ त, अलिकति समस्या आउँछ रवि लामिछानेकोमा। तर बालेन शाहकोमा चाहिँ के छ भन्दाखेरि ज्यादा नसोचिकन फ्याट गरिदिइहाल्छ। के गरिदिन्छ? ज्यादा नसोचिकन उसलाई छिटो एक्सन चाहियो, किनभने एक्सन लाइन अलिकति ज्यादा राम्रो बालेन शाहको छ। अब यिनीहरूको हेरिदिउँ, यिनीहरूको के छ भन्दाखेरि 2025मा तपाईँको 9 को 13 को 4 2025 भने पछाडि तपाईँको बालेन शाहको राम्रो होइन, अनि 4 चलेको छ। 2026 भने चाहिँ 5 चल्छ बालेन शाहको। बालेन शाहको 9 1 9 5 1 5 है 2026 छ नि। यो 2026 चाहिँ बालेन शाहको कहिलेदेखिको स्टार्ट हुन्छ भन्दाखेरि फेब्रुअरी 5 देखिको। कहिलेदेखिको अरे? फेब्रुअरी 5 देखिको उता हुन्छ। नसोचेको हुन्छ। के हुन्छ? नसोचेको, तर के राम्रो, कसको? बालेन शाहको। 25 राम्रो होइन, स्ट्रगल गर्नुपर्ने 25। 26 चाहिँ बालेन शाहको के छ त भन्दाखेरि चारैवटा एङ्गलबाट राम्रो छ, खतरा दामी क्या। त्यो समयमा चाहिँ म के भन्छु नि, म यदि भएको भए जो कोही मान्छे पनि पर्सनल इयर 5 चल्दाखेरि माथि युनिभर्सल 1 चल्छ, 2026 1 19 को पनि मिलो, 15 को पनि, चारवटा एङ्गलबाटै राम्रो छ। कसको? बालेन शाहको 2026 भने पछाडि 2026 मा फुल रिक्स लिन सक्नेसम्म रिक्स लिन पर्यो। जसको पर्सनल इयर 5 चल्छ फुल रिक्स लिने हो। फेरि पर्सनल इयर 5 चल्दा कस्तो हुन्छ नि, मेरो भिसा लागेन नि, मलाई थाहा हुँदैन, हप्ता दिन पछाडि ठ्याक्क भिसा लाग्दिन्छ, त्यस्तो समय आउने हो क्या बालेन शाहको चाहिँ, होइन। अब मैले बिहा गरेको छैन नि, पर्सनल इयर 5 चलेछ, चारैवटा एङ्गलबाट पोजिटिभ आउने बित्तिकै चाहिँ हप्ता दिन पछाडि मैले बिहा गरिदिन सक्छु। त्यति राम्रो 2026 चाहिँ धेरै राम्रो बालेन शाहको। अब रवि लामिछानेकोमा जाउँ। रवि लामिछानेकोमा 2025 5 8 भनेपछि यता 9 यतापट्टि 5 तपाईँको 5 8 8 4 2024 चाहिँ फेरि रवि लामिछानेको राम्रो होइन। 2024 4 चल्छ। जब 4 चल्दाखेरि जेल नेल तेल नेल हुने सम्भावना हो। 2024 रवि लामिछानेको 4 चल्यो नि त पर्सनल इयर। 9 5 14 14 को 5 भनेपछि 25 मा 5 चल्यो, यतापट्टि तपाईँको 24 मा 4 चल्यो। 4 चल्ने बित्तिकै के हुन्छ भन्दाखेरि केसहरू लाग्ने सम्भावना हुन्छ। 2024 मा केस लागेको हुनुपर्छ रवि लामिछानेको। तर 2025 मा 5 चलेको कारणले